रमेश सर सेवा सेमुना सेवारो उहाँ हुनुहुन्छ धरान हङकङ मञ्चका सचिव तथा के अरे हङकङ नेपाल समन्वय समाजको संयोजक। अब उहाँ एकदम धरानवासी भएको नाताले अब उहाँले चाहिँ अब धरान केन्द्रित अब धेरै सहयोग गर्नुभएको छ उहाँले। हाम्रो यो मेरो प्रश्न पनि उहाँलाई अब धरान केन्द्रितै छ है होइन। अब उहाँले अब मेरो हर्क साम्पाङज्यूले सुरु गर्नुभएको अब निकै अब प्रोजेक्टहरूमा अभियानहरूमा निकै सहयोग गर्नुभएको छ उहाँले। जस्तै सुम्निमा पारुवाङ अनि हाम्रो यो कोका खोलाबाट पानी ल्याउने अभियानमा नि उहाँले निकै सहयोग गर्नुभएको छ। अनि सम संस्कृति पार्कमा पनि होइन धेरै सहयोग गर्नुभएको छ उहाँ चाहिँ रमेश चामलिङज्यू हुनुहुन्छ। उहाँलाई चाहिँ के प्रश्न भने अब मेरो हर्क साम्पाङज्यूले चाहिँ अब एक जमानामा चाहिँ स्ट्याटस मार्फत चाहिँ के भन्नुभएको थियो भने पार्टी भनेको रोग हो होइन, क्यान्सर जस्तै निको नहुने। अब हालमा आएर चाहिँ उहाँले नै अब पार्टी खोल्नुभयो। अब उहाँले चाहिँ अब पार्टी चाहिँ क्यान्सर जस्तो हो भने अब मान्छेले कसरी चाहिँ पार्टी खोल्नुभयो होइन। उहाँको चुनाव चिन्ह माटो होइन, उहाँ अब चुनाव चिन्ह पनि माटो पार्टी पनि खोल्नुभयो होइन। पहिला त्यस्तो भन्ने मान्छेले कसरी चाहिँ उहाँले फेरि अहिले आएर चाहिँ पार्टी खोल्नुभयो के जानकारी भए अब रमेश सरले अब यसो भनिदिनु न, अनुरोध गर्दछौँ। धन्यवाद हाम्रो मित्र सूर्य सिंहज्यू। हाम्रो उहाँ हङकङर्स मिडिया हुनुहुन्छ जसले चाहिँ समाजसँग जोडिएर चाहिँ यस्तो प्रश्नहरू जिज्ञासाहरू सधैँ अब जो सामाजिक कार्यमा अग्रसर भइरहेछ लागिरहेछ उहाँहरूलाई प्रश्न गर्ने उहाँको चाहिँ अब एउटा मिडिया संस्था नै जस्तो हो। अब उहाँको प्रश्न जुन मैले अहिले उहाँको प्रश्न मैले जुन सुने एकदमै सान्दर्भिक छ, एकदमै अहिलेको सबैले बुझ्नुपर्ने र सबैले जान्नुपर्ने खाले प्रश्न छ। यो प्रश्न आफैमा पनि एक किसिमको चाहिँ यो प्रश्न आफैमा पनि अलिक कन्फ्युजन भए जस्तो कति अब साथीभाइहरू जनताहरूलाई र आफ्नो नेपाली नागरिकहरूलाई लाग्न सक्छ। तर यो प्रश्नको मूल मर्म भनेको चाहिँ के छ भन्दा संसदीय व्यवस्था भन्ने कुरा हो। अब जुन हिजोको घटनाले पनि अब जेनजी आन्दोलन पछिको घटनाले पनि के देखायो भने यो मध्यवधि चुनावमा जाने भन्यो ताकि अब यो 5 वर्ष अब जुन यो चुनाव हुनु त बाँकी धेरै थिएन। तर अब धेरै अब फ्रस्ट्रेसनको लागि ले गर्दाखेरि चाहिँ जनताको फ्रस्ट्रेसनले गर्दा जेनजीको एउटा नाममा चाहिँ एउटा ठुलो एउटा परिवर्तन आएको छ। तर जनताले पायो के प्रश्न यहाँ छ, जनताले पायो के अब यो आन्दोलनपछि जेनजी आन्दोलनपछि भरे त्यही संसदीय व्यवस्था त्यही प्रणाली। तर जेनजीको भनौँ अथवा हिजो सबै प्रणालीहरू फेरर भइसकेपछि एउटा उन्नत प्रणाली के हुन्थ्यो भने प्रत्यक्ष जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री या त राष्ट्रपति यो प्रणालीमा जानुपर्ने नै हुन्छ उन्नत हो। यसको लागि त्यसमा समाजवाद जोड्नुस् कि पुँजीवाद जोड्नुस् कि त्यही हुने थियो। यो त हर्क साम्पाङज्यूले त अब एउटा एज अब जनतालाई उहाँ हो एकजना एउटा तलबाट भए पनि अहिले यति जनताहरूमा चाहिँ विश्वव्यापी रूपले नेपाली भाषीहरूमा चाहिँ एउटा नेता एउटा नेतृत्व उहाँ यति कुशल हुनुहुन्छ भनेर उहाँले चाहिँ एउटा व्यावहारिक रूपले प्रष्ट सबैलाई देखाइसकेपछि होइन उहाँको त यो सुरुमै त्यही थियो र उहाँले कति काठमाडौँ गएर सिंहदरबार अगाडि पनि अब प्ले कार्ड मार्फत प्रदर्शन गरिसक्नु भएको थियो। तर विडम्बना चाहिँ के भयो भने उस्तै फेरि संसदीय व्यवस्था प्रणाली मध्यवधि चुनावमा जाँदाखेरि पनि त्यत्रो आन्दोलनको मर्म र भावना एकातिर छ। तर प्रणाली चाहिँ त्यो संसदीय व्यवस्था प्रणाली नै भनेपछि यो दलीय व्यवस्थाले नै अब त्यसमा जरा गाड्नु फेरि पनि अब एउटा त्यही निस्किएपछि त्यही देखिएपछि चाहिँ अब दल त अब खोल्नै पर्ने भयो। तर दलको पनि एउटा बाध्यता भयो।
त्यो पनि भिन्नता हुन्छ। अब हिजोको दलहरूको अब जे जस्तो सुकै नाराहरूदेखि लिएर उहाँको एजेन्डाहरूमा जति नै राम्रो भए तापनि जनताले त्यो अनुभव गर्नु पाएको थिएन, त्यो महसुस गर्नु पाएको थिएन, जुन चाहिँ उहाँहरूले एजेन्डा मार्फत चाहिँ जनतालाई अब जुन चाहिँ अब आश्वासन देखाएको थियो, आश देखाएको थियो, भरोसा दिलाएको थियो, त्यसकै एउटा प्रतिपादन, एउटा जुन चाहिँ अब इफेक्ट भनेको जेनजी आन्दोलनबाट प्रष्ट हुन्छ। अब यही प्रणालीमा बसिसकेपछि चाहिँ अब एउटा यही व्यवस्थामा बसिसकेपछि दल त अब अवश्य खोल्नुपर्ने हुन्छ। अब म हर्क साम्पाङ लक्षित नभए पनि एज अ जोसुकै एबिसिडी भए पनि त्यही हो। यदि कोही पनि अब म अगाडि केही बढ्छु र एउटा उन्नत उयसमा जान्छु भनेपछि सबैको बाध्यता दल खोल्नै पर्ने हुन्छ। तर त्यो दल र अहिले जुन खोल्दै गरेको दलमा फरक र भिन्नता चाहिँ के हो त? त्यो चाहिँ हाम्रो आम नागरिकहरूले बुझ्नु जरुरत के चाहिँ रहेछ त फरक र भिन्नता त्यो चाहिँ? फरक भनेको चाहिँ अघि पनि मैले भने जुन चाहिँ अब एजेन्डा वाइज अब दलहरूले, पुराना दलहरूले, एमाले, काङ्ग्रेस, माओवादी जति पनि भन्नेहरूले उहाँहरूले पुरा गर्नु भएन। अब त्यो पुरा गर्नु नसक्नुको कारण भनेको चाहिँ उहाँहरू चाहिँ अब मेयर साहबले भन्नुभएको जस्तै एउटा राष्ट्रिय स्तरमा चाहिँ अब उहाँहरूले देशलाई भन्दा दललाई माया प्रेम गर्नुभयो। त्यही भएर हामीले फर्स्ट चाहिँ राष्ट्र पहिलो हुन्छ भनेर उहाँले चाहिँ एउटा माटोसँग जोड्नु भएकोले गर्दा चुनाव चिन्ह चाहिँ हाम्रो माटोको ढिस्को भयो। यो भनेको जनतासँग, जमिनसँग जोडिने र आफ्नो माटोको परिचय, आफ्नो माटो भन्दाखेरि गैती र बेलचा राखेको ठिक हुन्थ्यो होला नि? होइन, त्यो गैती माटो भइसकेपछि त गैती र बेलचा मात्र होइन, बुलडोजरै पनि अब होइन। त्यसको लागि त हाम्रो उपनगरपालिकामा पहिलोचोटि होला, फर्स्ट टाइम इन धरान चाहिँ अब त्यत्रो अब बुलडोजरै भन्छ होला, जेसिबीहरू हाम्रो मेयर साहबले नै जोडिदिनु भएको छ। त्यो अहिलेको भारी वर्षा भइरहेको जुन छ अहिले जताततै चलिरहेछ, अब यस्तो आपद विपदमा पनि उहाँ एकजना के भन्छ अब मेयर नभइकन जनताको एउटा जननायक भएर र जनतासँग जोडिएर व्यावहारिक रूपले सबै होइन अब त्यो व्यवस्था गर्दै र व्यवस्थित बनाउँदै हिँडिरहनु भएको छ। यो अहिलेको कुरा हो। तर अघि व्यवस्थाको कुरा गर्दा, दलको कुरा गर्दाखेरि अघि अब बिचमा कुरा घटेको अघि अनि के कुरा आएको थियो भने अब मेयर हर्क साम्बाङले चाहिँ बेलचाले नै अब त्यो पहिरोहरू सोर्दैछ, अनि अब अरूले चाहिँ त्यो अब जेसिबीहरू लिएर सोर्दैछ, तर मेरो हर्क साम्बाङज्यूले चाहिँ बेलचाले नै अब बाटो क्लियर गर्दैछ है, अब सफा गर्दैछ भन्ने कुराहरू आएको थियो त हौ रमेश सर। तपाईँलाई थाहा छ, भात तपाईँले हातले खानुहुन्न, चम्चीले खानुहुन्छ, त्यही हो। त्यही चम्चीकै रूपमा त्यसलाई लिनुहोस्। खाना खानुभन्दा अगाडि चम्चीले युज गर्नु भनेको जस्तै कुनै पनि अब त्यो जनताको भुक मेटाउनु छ अथवा कुनै अब दरिद्रताहरू मेटाउनु छ भने बेलचा सबैभन्दा नम्बर 1 जरुरत चिज हो। त्यसपछि बेलचाले चाहिँ कहिलेसम्म सोरिसक्नु, त्यो कहिलेसम्म बाटो पन्साइसक्नु रमेश सर? बेलचाले कहिलेसम्म, बेलचाले त संसार रहइन्जेल र संसारको उयो भइन्जेल बेलचै त हो नि। त्यसपछि बेलचा, सानो बेलचा र ठुलो बेलचा भन्ने तपाईँलाई थाहा छ? अनि हाम्रो मेयर साहबले ठुलो बेलचा क्या, थाहा भने स्पष्ट पारिदिनु पर्यो। त्यही त ठुलो बेलचा, जेसिबी भन्छ क्या त्यसलाई, सायद तपाईँलाई थाहा छैन होला। ठुलो बेलचा अहिले त हिजो उपनगरपालिका धरानमा 0 हो, अहिले त 3-4 वटा जेसिबी, डोजर, रोलर सबै छ। त्यो बेलचाकै सन्तानहरू हो। तर सानो बेलचा र ठुलो बेलचाहरू नि पछाडि अगाडि जनताहरू आफै सानो बेलचा लिएर सबै देश र जनता र त्यो भूमिहरू बचाउँदै र जति पनि भारी वर्षाले गरेको नोक्सानहरू छ र जति पनि आपद विपदहरूलाई चाहिँ समाधान गर्दैछ। त्यो मैले मात्र होइन, संसारले धरानमा देखिरहेछ। त्यही भएर हाम्रो जति पनि श्रमदाताहरू होस्, जति पनि नागरिकहरू, उहाँलाई सल्युट। हाम्रो मेयर साहबलाई त झन् सुरुदेखि नै सल्युट। र संसारले नै जहिले पनि हामीले चाहने भनेको यस्तै मान्छेको जरुरत हुन्छ हाम्रो नेपालमा मात्रै नभएर संसारमा पनि यस्तो खाले जुन क्षमता भएको मान्छेहरू चाहिँ चाहिन्छ। ल ठिकै छ रमेश सर, कि अब उहाँ अब मेयर हर्क साम्बाङज्यूले त अब संस्कृति पार्टी खोलिहाल्नु भयो होइन। अब यहाँ हङकङमा चाहिँ के हुँदैछ? अब उहाँको पार्टीको लागि अब यहाँ अब के भन्छ, अब हङकङमा चाहिँ के भइरहेछ? अब उहाँको लागि चाहिँ अब पार्टीको लागि के मान्छेहरू जुट्दैछ कि?
त्यसलाई चाहिँ तपाईलाई मलाई घरिघरि अगाडि बढ्दै हुनुहुन्छ कि मलाई घरिघरि के लाग्छ भने मेयर हर्क साम्पाङ उहाँलाई एकदम सल्युट छ तर घरिघरि के लाग्छ भने म आफै एज अ म केपी ओलीको समर्थक भन्नुको मतलब चाहिँ अब आउँदैछु कमिटीमा अब कमिटी बनाउँदै हुनुहुन्छ कि तपाईहरुले अब यसो आउँदैछु त्यसैमा छोटकरीमा आउनु छोटकरीमा हैन छोटकरीले हुँदैन केपी ओलीको म समर्थक सबैले ताली बजाउँछ प्रचण्डको म समर्थक सबैले ताली बजाउँछ प्रचण्ड दाहाल केपी ओली शेरबहादुर देउबाको समर्थक सबैले ताली बजाउँछ हैन तर म हर्क साम्पाङको समर्थक अथवा हाम्रो आइन्द्र बेगाज्यू हुनुहुन्छ उहाँ एकदमै राम्रो मान्छे हुनुहुन्छ उहाँको समर्थक भयो भने जातिवादी भयो फेरि यो कसले भन्छ भन्दाखेरि तपाईहरु भन्नाले अब हाम्रै कम्युनिटीकोहरूले चाहिँ त्यो हेर्छ त्यो तरिकाले सोच्छ त्यो गलत छ आज म त के भन्छु नि हर्क कामी हुनु पर्थ्यो मेरो चाहना चाहिँ त्यो हो मेरो चाहना चाहिँ त्यो हो यो अनि मात्र हाम्रोहरूले बुझ्थ्यो क्या हर्क लिम्बू भएको भए समर्थन गर्नुहुन्थ्यो अफ कोर्स आइन्द्र बेगा र हर्क साम्पाङमा मेरो लागि के फरक छ र एउटा आत्मीयताको लागि तर काम र व्यवहार फरक हो नि त जस्तै तपाईँ एज अ कन्स्ट्रक्सनमा काम गर्नुहुन्छ म एज अ सेक्युरिटी गर्छु ऊ यस्तै फरकहरू त्यो कर्मबाट थाहा हुन्छ अब अघिको तपाईँको प्रश्न भनेको अब त्यसमा जाउँ अब त्यो प्रश्न तपाईँको के थियो कुन चाहिँ प्रश्न फेरि हैन हङकङमा अब यसो हङकङ समिति अब यसो हङकङमा म कुनै दल पार्टी अथवा श्रम संस्कृति पार्टीको अथवा कसैको निजी म प्रवक्ता होइन नि अब तर एज अ नागरिक फेरि हङकङमा खोल्ने भन्ने कुरा अफ कोर्स एज अ नागरिक सबै पार्टीको बेला हुन्थ्यो नि त ओके एज अ धराने एज अ नेपाली मैले हेर्दा बुझ्दा उयो गर्दाखेरि हङकङ मात्र नभएर अहिलेको विकासको लागि एउटा देश परिवर्तन व्यवस्था र एउटा धरानको डेभलपमेन्टको लागि मलाई मात्र होइन हङकङ युके जति पनि विश्वभाषी नेपालीहरू भएको अदर्स कन्ट्रीहरू छ होइन नेपाल बाहेक सबै चाहिँ उहाँको समर्थनमा हुनुहुन्छ किन भन्दाखेरि रमेश सर फेरि मुद्दाबाट भड्किहाल्नुहुन्छ क्या यहाँ कुनै खोल्ने एउटा योजना छ कि भनेको नि म प्रवक्ता होइन त्यसमा मलाई जानकारी छैन होइन प्रवक्ता नभए पनि अब तपाईँको विचार होला नि त अब मेरो विचार चाहिँ अब हर्क साम्पाङ मेरो विचार तपाईँले समर्थन गर्नुहुन्छ अफ कोर्स अब संस्कृति पार्टी खोल्नु भयो अब तपाईँको पनि केही त्यही सुनाउनु खोजेको मैले हो अब चाहिँ म मात्र नभएर म जस्तो जति पनि उहाँहरूसँग जोडिनु पर्छ गइकन भोट दिनुपर्छ किनकि गर्ने मान्छे आफ्नो देश ठाउँ जनता उयसको लागि केही गर्छु र गरिरहेको जुन चाहिँ प्रत्यक्ष अब उदाहरणहरू छ व्यावहारिक रूपले हामीले भोट दिनुपर्छ भन्नेमा चाहिँ म फुल समर्थन गर्छु भोलि गएर विदेशबाट भोट दिनुपर्ने पाउने त्यो चाहिँ अब उता कतिपय दलका नेताहरूले नै भनिरहेछ अब त्यो त होला नहोला तर पनि हामी चाहिँ सकेसम्म चाहिँ गएर भए पनि आफ्नो ठाउँको लागि होइन तपाईँ प्रश्नबाट जहिले भड्किनुहुन्छ कि कसरी अब यहाँ अब उता नेपालमा संस्कृति पार्टी खोलेपछि अब विदेशतिर पनि हुन्छ नि अब विदेश विभागहरू हङकङबाट पनि केही खोलिँदैछ अझै बुझ्नु भएन त्यही त भने म यदि प्रवक्ता भए त मै खोल्दिन्थे प्रवक्ता त होइन नि प्रवक्ता कसरी प्रवक्ता अब तपाईँ हङकङमा बसेपछि त अब त्यही त मै खोलिदिन्थे भनेको क्या यदि म प्रवक्ता त सिधै कहाँ हुन्छ हङकङ समिति बनाउनु पर्यो त्यहाँदेखि तपाईँ प्रवक्ता हुन्छ नि त नि तर जे पार्टी सदस्य मैले लिएको भएदेखि होइन अब पार्टी सदस्य त अहिले कहाँ भइहाल्छ तपाईँले अब केही अब सबैलाई अब भेला गरेर केही गर्ने योजना छ कि भन्ने कुरा नि होइन त्यो मान्छे त्यो भेला र भिड पारेर होइन विचारले हो यो एक भोट त्यो भन्दाखेरि जस्ट वान भोट तपाईको एक भोट हुन्छ संविधानमा त अब विचारले भन्दा नि अब भिडले अब गर्छ त विचारले हो नि तपाई कसलाई विचारले भन्छ धरानमा ल यही विचार भयो यहाँ उयो चाहिएन ज्ञान चाहिएन के काम गर्छ त मान्छे चाहिएन ल भेला 1 2 3 4 आदेशमा नआउनुस् है तपाई आदेशमा बिस्तारै यहाँ फ्रेमबाट बाहिर जानु भयो तपाई ओके ओके भेलाको कुरा गर्नु भयो तपाईले हैन 1 2 3 4 5 6 हामी भेला आदेशमा आएर फ्रेमबाट बाहिर जानु हो अब उहाँले सूर्यलाई हाल्छ सत्य कुरा गर्नुहोस् तर सूर्यले राम्रो गरेछ भने तपाईको विचार हो सूर्यमा हाल्नुस् तपाई रुखमा हाल्नुस् त्यहाँ राम्रो छोरा बोलेर है त मलाई हेरेर बोल्नुहोस् कुरा बुझ्नु भयो नि अब
अब यदि पार्टी गठन गर्नुको लागि पार्टी गठन गर्ने भन्ने कुरा नि रमेश सर त्यही त खाली मुद्दा भन्दैछु क्या पार्टी गठन गर्नुको लागि म कुनै त्यो सदस्यता पनि मैले लिएको पनि छुइनँ होइन अब त गठन गरेर भेला गरेर म चाहिँ आकाश जस्तो विचार खुल्ला जुन चाहिँ त्यो विचार चाहिँ यति फराकिलो छ रमेश सर तपाईँ मुद्दाबाट भड्किनुहोस् न यो अन्तिम के अरे अन्तर्वार्ता हुनसक्छ यसरी मुद्दाबाट भड्किनु भयो भने तपाईँको प्रश्न त ठिक हो तर विचार नगरी र वास्तविक नबुझी गरेको जस्तो भयो कि ल रमेश सर अब मुद्दा लगभग हाम्रो 15 मिनट भएछ कि इन्टरभ्यू होइन टु मच भएछ कि अब छोटकरीमा भनिदिनुहोस् तपाईँहरूलाई त टु मचै लाग्छ नि जब विकासको कुरा आयो धरान डेभलपमेन्ट होस् भन्ने कुरा आयो एमाले गरे त आरएसमा आउनुभयो यहाँ त्यहाँ होइन काङ्ग्रेसले गरे त काङ्ग्रेस एमाले माओवादीसँगको होइन माओवादी गरे त हिजो अब तपाईँ हेर्नुहोस् न भनेको क्या मैले एकचोटि चाहिँ अब धरानको विकासको लागि देशको उयसको लागि एउटा जुन नयाँ व्यावहारिक रूपले आइरहेछ जुन चाहिँ अब संसारलाई देखाइरहेछ तपाईँको एउटा मत छ तपाईँलाई जसले चाहिँ अब तपाईँको एउटा त्यो चाहिँ सही ठाउँमा तपाईँले प्रयोग गर्नुहोस् भनेको क्या मैले हुन्छ रमेश सर अब अन्तिममा के छ यसो केही भनाइ छ भने अन्तिम अब हामी अन्तिम चरणमा आयौँ कि के छ तपाईँलाई अब पार्टी अन्तिम कुरा आलु हुन्छ ढुङ्गा हुन्छ चामल हुन्छ होइन मकै हुन्छ अब आफूले चाहिँ अब एउटा आफ्नो सुस्वास्थ्य आफ्नो सुशासन एउटा समृद्धि एउटा रोजगारी अथवा जेसुकै पनि जति पनि पोजिटिभ सकारात्मक कुराहरू को मार्फत चाहिँ पाउला जस्तो र होला जस्तो छ त्यो मान्छे भन्दा पनि त्यो दल त्यो पार्टी अथवा त्यो उसलाई आफ्नो जुन मत अधिकार हुन्छ एउटा राइट्स हुन्छ त्यो चाहिँ त्यो ठाउँमा लाउनु कि तर मेरो बाउ उठिरहेछ बाउको नाताले म दिन्छु होइन यो पार्टीको म चाहिँ अब यो पार्टीको चाहिँ म गुलाम हो होइन यो नेताको चाहिँ म भक्त हो भनेर त्यसरी चाहिँ आफ्नो मताधिकारहरू नगर्नुहोस् क्या अन्तिम प्रश्न चाहिँ के छ नि तपाईँलाई अब संस्कृति पार्टीलाई चाहिँ यहाँ हङकङबाट सहयोग जान्छ कि जान्छ तपाईँकोबाट श्रम संस्कृति पार्टी एमाले पार्टी के अरे अब एमाले पार्टी र सबै दलहरू त हो नि त्यो दलहरूसँग मेरो उयो कन्जक्सन भन्दा पनि मेरो कन्जक्सन भनेको चाहिँ धरानको विकास धरानलाई जसले उयो गर्छ र धराने जनता र आफ्नो त्यो चाहिँ देखिएको छ हो त्यो चाहिँ देखिएको छ त्यही भएर म गर्छु म मात्र होइन मैले मात्र सबैले तपाईँले पनि गर्नुपर्छ सबैले गर्नुपर्छ सबैलाई अनुरोध मेरो आजको प्रश्न चाहिँ रमेश सर हाम्रो एकदम आवेशमा आउनुभयो उहाँ सामाजिक अभियन्ता हैन आवेशमा हुन्छ रमेश सर आवेशमा नआउनुहोस् न तपाईँ के भएको हो अनि ल ठिक छ रमेश सर ल आजको अब अन्तर्वार्ता यतिमै टुङ्ग्यौँ होइन रमेश सर फेरि अर्को हप्ता भेट हुन्छ कि हुँदैन हाम्रो नयाँ विषय लिएर आउनेछौँ हामी हुन्छ नि म त यहाँ बाचिन्जेल त अब बाचिन्जेल नमरिल धरान र धरानको विकास ओके रमेश सरले अब धरानको विकास नेपालमा चाहिँ अब एकदम धेरै सहयोग गर्नु चाहनुहुन्छ होइन हुन्छ रमेश सर अब आज चाहिँ यतिमै अब सिद्ध्याउँ कि होइन ल धेरै रमेश सेवा सेमुना सेवारो धन्यवाद दर्शन नमस्ते।